नमस्ते साथी हो। आज मैले तपाईँलाई प्याजको बारेमा व्यापारको बारेमा अलिकति केही जानकारी गराउन चाहे। कतिपय साथीहरूले व्यापार गर्न चाहनु भएको छ तर व्यापार गर्न सक्नु भएको छैन भनेदेखि तपाईँले अलिकति केही अध्ययन गर्नलाई सजिलो होस् भनेर मैले चाहिँ तपाईँको प्याजको व्यापारको बारेमा तपाईँलाई जानकारी गराउँदैछु। अब सब्जीहरूको व्यापार गर्न सकियो सकिन्छ, तर पनि आज मैले प्याजको बारेमा मात्र केही भिडियोहरू बनाउन लाएको हुनाले हजुरले चाहिँ प्याजको बारेमा केही जानकारी पाउनलाई व्यापार गर्नलाई कस्तो हुन्छ भन्ने बारेमा मैले तपाईँलाई सिकाउँदैछु। आउनुहोस् साथी र केही टाइम दिएर हेर्नुहोस् अनि 1-2 मिनट तपाईँले प्याजको जानकारीको साथसाथै अन्य जानकारीहरू पनि पाउनुहुन्छ। अलिकति भनौँ प्याजको बारेमा। प्याज यस्तो चिज हो तपाईँको प्रत्येक घरमा तपाईँको युज हुने चिज हो। त्यसै कारणले गर्दाखेरि यसको व्यापार गर्दाखेरि हामीहरूलाई फाइदा हुन्छ। र अर्को कुरो के छ भने यसमा मार्जिन अलिकति बढी राख्न सकिन्छ अरू चिजहरू भन्दा, यो काँचो चिज भएको हुँदा। र तपाईँले प्याजको गर्नु चाहनुभयो भने प्याजको मात्रै व्यापार गर्नुहोस् अनि अन्य चिजहरू केही पनि नराख्ने, प्याज मात्रै लिएर आउने र ठुल्ठुलो ठाउँहरूमा दिने। अब तपाईँको लगानी कति छ त्यो अनुसारको तपाईँले गर्न सक्नुहुन्छ। तपाईँसँग अब थोरै लगानी छ, लगभग 2 लाख बराबर छ भने तपाईँले स्थानीय लोकल बजारहरूमा दिन सक्नुहुन्छ। ल्याएर स्टक राखेर प्रत्येक दोकानमा लगेर पहिला तपाईँ चाहिँ आफै दबाउनुपर्छ, सबैले तपाईँलाई चिनुन् अनि दिने गर्नुपर्छ। र एक ठाउँमा बसेर पनि बेच्न सकिन्छ। 2 किलोको 5 किलोको प्याकेट बनाउने अनि त्यसपछि तपाईँको अलिकति खुल्ला राख्ने अनि त्यसपछि आफ्नो भाइ छोराहरूलाई बसालेर त्यहाँ पनि बेच्न सकियो र दोकान सोधेर पनि बेच्न सकियो। तर प्याज कहाँबाट ल्याउने त्यो बारेमा म तपाईँलाई अलिकति जानकारी गराउँछु। प्याज अब तपाईँको प्रायः जस्तो अब सिजनमा हाम्रो गाउँघरतिर पनि हुन्छ। अब त्यो सिजनमा जसले राम्रो फलाएको छ त्यो मान्छेसँग कन्ट्याक्ट गरेर लिन पनि सकियो। र तपाईँले थोकमा लिन चाहनुहुन्छ भनेपछि प्याजको लागि तपाईँको इन्डिया गएर लिन सक्नुहुन्छ अनि इन्डिया गएर ल्याउन सक्नुहुन्छ। र प्याज इन्डियाबाट ल्याएर तपाईँले यहाँ लगभग 50 रुपियाँमा चलिरहेको छ भने इन्डियामा तपाईँको 15 रुपियाँ 20 रुपियाँ किलो हुन्छ। अब इन्डियाबाट ल्याउने कसरी त्यसको बारेमा तपाईँलाई थोरै जानकारी दिन्छु मैले। अनि तपाईँ पहिला यहाँबाट भन्सारमा जाने अनि भन्सार गइसकेपछि तपाईँको भन्सारको मान्छेहरूसँग त्यो क्यारियर गराइदिने मान्छेहरू, भन्सार गराइदिने मान्छेहरूसँग भेटघाट गर्ने र त्यसमा पनि फेरि दलालहरू हुन्छन्। दलालहरूबाट बच्ने, जस्तो तपाईँको सम्बन्धित मान्छे जसले गराउँछ त्यो एउटा त्यसले लाइसेन्स ल्याउँछ, तर अरू लाइसेन्स नल्याले हामीलाई छोपेर लगेर त्यो मार्फतबाट कामहरू हामीलाई गराउँछन् कि। त्यसै कारणले गर्दा दलालहरूबाट अलिकति खान त अब धेरै खाँदैनन्, 5-10 हजार बढी खान्छन्। अब 5-10 हजारको बचाउने विचार भयो भने डाइरेक्ट जान सकियो, नत्र भने अब दलालहरूबाट पनि जानुपर्ने हुन्छ। त्यो कारणले गर्दा अब भन्सारको बारेमा तपाईँलाई सबै भन्सारवालाहरूले बनाइदिएर ठिक्क बनाएर तपाईँले पहिला गएर भन्सारवालासँग कुरा गर्ने, मेरो यति प्याज आउँछ, यस्तो आउँछ उस्तो आउँछ भनेर। त्यसपछि तपाईँको भन्सारवालाले ठ्याक्क तपाईँले उहाँबाट फोन नम्बरको फोन गर्नुहुन्छ, प्याज किनिसकेपछि मैले यति कुइन्टल प्याज गराएको छु, मलाई चाहिँ भन्सार गराइदिनु पऱ्यो भन्नुभयो भने अनि त्यसपछि उसले ठ्याक्क तपाईँलाई भन्सार गराइदिन्छ। यता नेपाल निकासीको लागि तपाईँलाई अरू डकुमेन्टहरू केही पनि चाहिँदैन। नेपालको लागि भनेपछि तपाईँको सरकारले, इन्डियन सरकारले ट्याक्सहरू लिँदैन अनि त्यही भन्सार नेपाली भन्सार मात्र लाग्ने हो। त्यसपछि तपाईँले प्याज लिएर आउनुभयो भनेपछि तपाईँले प्रत्येक बोरा 1-2 ठाउँ दिन सक्नुहुन्छ। पछि स्थानीय बजारमा तपाईँलाई चिनिसक्यो भने फोन गरेर मलाई 1 बोरा प्याज ल्याइदिनुहोस्, मलाई 1 बोरा आलु प्याज ल्याइदिनुहोस् भनेर त्यसरी चाहिँ माग्छन्। हेर्नुहोस्, पहिला तपाईँले प्याजको मात्रै गर्नुहोस्। यदि तपाईँसँग लगानी धेरै छ भने आलुको पनि तपाईँले गर्न सक्नुहुन्छ। र बेच्ने तरिकाहरू मैले अलिकति तपाईँको बनाएको छु, त्यसको बारेमा म तपाईँहरूलाई देखाउँछु। अनि हेर्नुहोस्, यो हेर्नुहोस् है। अब मान्नुहोस् तपाईँ काठमाडौँमा हुनुहुन्छ,
मान्नुहोस् तपाईँ काठमाडौँमा हुनुहुन्छ, हेर्नुहोस् काठमाडौँमा होइन। अब यसमा तपाईँको यो हेर्नुहोस् है कसरी घेरा बनाएको छ। टक्क यो अध्ययनको लागि बनाएको हो। तपाईँ अब काठमाडौँमा हुनुहुन्छ, भने काठमाडौँको तपाईँले 10वटा एरिया काठमाडौँभन्दा बाहिर है। अब किनभने काठमाडौँमा अहिले ठुल्ठुला व्यापारीहरू घुसिरहेछ। हुन त अब तपाईँ चाहिँ धेरै पैसा कमाउनु भएको छ भने अब काठमाडौँमा पनि सेल गर्न सक्नुहुन्छ। तर काठमाडौँमा सेल गर्दा अलिकति केही लगानी बढी लाग्ने भए हुनाले पहिला पुरानो व्यापारीहरूले एकजनाले कमसेकम एकजनालाई 10 लाख बराबरको उधार दिन सक्छ कि त्यति ठुला व्यापारी हुन्छन्। त्यही कारणले गर्दा हामी त्यसमा समुद्र हो, समुद्रमा घुस्नलाई हामीलाई टाइम लाग्छ। त्योभन्दा बाहिर हेर्नुहोस् यो मैले कसरी बनाएको छु, ल हेर्नुहोस् है, म तपाईँलाई देखाउँछु। यो तपाईँको एउटा एरिया भयो, जस्तो मान्नुहोस् यो एरिया भयो, यो बुटोल भयो मान्नुहोस्। यो बुटोल देख्नु भएन। अब यसबाट बुटोलको वरिपरि जस्तो यो हेर्नुहोस्, एउटा दुईटा तीनटा चारवटा पाँचवटा। तपाईँले बुटोलमा हुनुहुन्छ भने तपाईँ बुटोलमा पुरै बजारमा एक बोरा छोड्ने बानी गर्नुहोस्। अनि त्यसपछि बुटोलभन्दा बाहिर 5वटा एरियामा जस्तो कि तपाईँको पाल्पा भयो, भैरवा भयो, अनि त्यसरी तपाईँले 5वटा एरिया छान्नुहोस्। अनि जाने बाटोहरूका दोकानहरू पनि छान्नुहोस्। प्रत्येक दोकानमा तपाईँ कमसेकम एउटा व्यापार गर्नलाई तपाईँले 100 जनासँग भेट गर्नुपर्ने हुन्छ। 100 जनासँग भेट गर्नुभयो भने बल्ल तपाईँको 25 जनाले माल राख्ने हुन्। 25 जनाले माल राखिसक्यो भने अनि तपाईँलाई बेच्न सजिलो हुन्छ। 25 जनाले तपाईँको होलसेल राखिदिन्छन्। एउटा तपाईँले आफ्नो फुटकर गराएर त्यसरी व्यापार गर्न सक्नुहुन्छ। व्यापार गर्ने तरिका त्यो साथी हो। अब तपाईँलाई कुन व्यापार गर्ने त्यो बारेमा मलाई कमेन्ट गर्नुहोला, र कुन ठाउँमा गर्ने त्यो बारेमा पनि कमेन्ट गर्नुहोला। अनि आज मैले प्याजको बारेमा मात्रै तपाईँलाई जानकारी दिएको छु। तपाईँले मलाई फलो गर्नुभयो भने तपाईँको मसँग अरू जानकारीहरू पनि छ। म तपाईँहरूलाई अरू जानकारीको बारेमा पनि केही बताउँछु। यसपछि तपाईँको मैले पैसा कमाउने आइडियाहरू बारे धेरै कुराहरू यहाँ लेखेको छु, त्यो तपाईँलाई मैले बताउने छु। तपाईँ मेरो भिडियोलाई फलो गर्नुहोला, लाइक गर्नुहोला। कुन ठाउँबाट हेरिरहनु भएको छ ठाउँको नाम